पुरै भ्रष्टाचार फाल्ने हो भने पुरै नेता फाल्ने हो, यिनलाई प्रतिपक्षमा पनि नराख्ने हो। ल आउनुहोस् बाचा गर्नुहोस्। अब आउने निर्वाचनसम्ममा तपाईसँगको भेट कतिवटा हुन्छ मलाई थाहा छैन, हुन्छ कि हुन्न पनि थाहा छैन, तर मेरा कुरा यिनै हुन्। म आफ्नो कुरामा अडिग छु। मैले टेलिभिजनमा कार्यक्रम चलाउँदाखेरिको पहिलो श्रृङ्खलामा बोलेका कुरा पनि यिनै हुन्। म आफ्नो कुराबाट डेग हल्लिएको छैन, तल माथि भएको छैन, 1 इन्च हल्लिएको छैन। तपाईँ कतिपटक हल्लिनुभयो सम्झिनु होला। म अझै पनि राजनीतिमा सम्भवतः 10-15 वर्ष मात्र रहन्छु, 1 इन्च हल्लिनेवाला छैन। मेरो मुद्दा यही हो, म यही अडिएको छु। मलाई थाहा छ व्यवस्था परिवर्तन गरेर पनि भ्रष्ट नेता पालेको देश कहिल्यै हो लाग्दैन। पहिला भ्रष्ट नेता फाल्ने, भ्रष्टाचारी फाल्ने, एउटा ओडाको भ्रष्टाचारलाई ठिक गर्न सक्ने क्षमता हामीसँग छैन भने देशको भ्रष्टाचार हामी गर्न सक्दैनौँ। त्यसकारणले हामी त्यसका लागि योग्य मान्छे बोकेर जाने हो। यतिका वर्ष भोट हाल्नुभयो, यतिका वर्ष देख्नुभयो तपाईँले। अब के हेर्न बाँकी छ र के भोग्न बाँकी छ? अझै कुर्नुहोस्। तपाईँ त या हामी बितेर जाउँला, तर काँध हाल्न 4 जना त चाहिएला नि। ती 4 जना मान्छे पनि भाडामा लिनुपर्ने दिन आउँदैछ। काँध हाल्ने 4 जना भाडामा पैसा तिरेर खोज्नुपर्ने छ, अथवा अगाडि नै म बितिसकेपछि मलाई कहाँ हाल्ने मान्छे को होलान् भनेर जिउँदै तिनलाई चेक लेखेर दिनुपर्ने दिन आउँछ। यदि अझै पनि तपाईँ त्यही बसिरहने हो भने, त्यहाँबाट बाहिर ननिस्किने हो भने, म आज यति कुरा तपाईँलाई भन्ने अनुमति चाहन्छु। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, कुन भेट अन्तिम, कुन भेट पहिलो, कुन भेट बिचको मलाई थाहा छैन। हरेक भेटमा मैले भन्ने कुरा यति नै हो। म फेरि पनि आउँछु, तपाईँहरूले माया गर्नुहुन्छ मलाई थाहा छ, तर मैले भन्ने कुरा यति नै हो। म आइन छु भने पनि मैले भन्ने कुरा यति नै हो। यति मात्र कुरा, यति हो हिसाब नमिलेको हाम्रो। नेपाली जनताले कति सजिलै आफ्नो व्यतिथि, आफ्नो जीवनमा भएको यो दुःखलाई बिर्सिएका। कसले गर्दा भएको भन्ने कुरा किन यति धेरै बिर्सिएको? मैले त स्पष्ट पारेको छु। एकपटक हेर्ने, एकपटक बहुमत दिएर पठाउने, अस्तिको चुनावमा जस्तो आदि भ्रष्टलाई आदि नयाँलाई दिएर हुन्न, पुरै दिने। पुरै दिइसकेपछि भएन भने तिनलाई 1 भोट पनि नदिने। तर एकपटक त परिवर्तनका लागि पाइला चाल्नै पर्छ, हिँड्नै पर्छ। मैले बारम्बार भन्दै आएको कुरा भनेर म आफ्नो कुरा टुङ्ग्याउँछु कि मलाई यो बाटोमा लाग्ने प्रेरणा तपाईँहरूले दिनुभएको हो। हिजो सामान्य सञ्चारकर्मी भएर घुसखोरहरूलाई बाटोमै समाएर हिँडेको, विदेशमा अलपत्र परेका नागरिकहरूको सेवामा हाजिर भएको, यहाँ गाउँठाउँमा दुःख पर्दा, अनियमितता हुँदा तपाईँले सम्झिँदाखेरि तपाईँको सेवा गरेको मान्छेलाई, एउटा सामान्य सञ्चारकर्मीलाई मलाई त्यहीँ बस्न दिएको भए हुन्थ्यो। तपाईँहरूले नै हो मलाई, होइन तिमी जस्तो मान्छे त राजनीतिमा चाहिन्छ आऊ भनेर हिजो तपाईँहरूले मलाई प्रेरणा दिनुभएको, मलाई आइजो भन्नुभएको। मैले त पत्याएँ, किनकि जनतालाई नपत्याइ सुखै छैन। म जनताको शक्तिलाई सबैभन्दा ठुलो शक्ति मान्ने मान्छे हुँ। तपाईँको शक्तिलाई विश्वास गरेर मैले साथीहरू जम्मा गरेर राजनीतिक दल सुरुवात गरेको हुँ र आज यति ठुलो दल बनाएको हुँ तपाईँको विश्वास बोकेर। हिजो हुन्छ जाऊ राजनीतिमा, तिमी जस्ता मान्छे चाहिन्छन् भनेर तपाईँले मलाई उठाएर पठाइसकेपछि अनि तपाईँको कुरा पत्याएर राजनीतिमा आइसकेपछि 5 महिना 6 महिनाको बिचमा 21 जना होनहार मान्छे सदनमा लिएर गइसकेपछि बीच बाटोमा छोड्ने सुविधा तपाईँलाई छैन। टुङ्गोमा पुर्याएर मात्र साथ छोड्नु होला। टुङ्गोमा पुर्याउने भनेको पूर्ण बहुमत या नभए 2/3 हामीलाई नदिकन साथ छोड्ने जरुरत छैन। नत्र भने तपाईँले यो बाटोमा अलपत्र छोडेको अर्थ लाग्नेछ। मलाई अलपत्र नछोड्नु होला, हाम्रो दललाई अलपत्र नछोड्नु होला। म व्यक्तिगत लाभका लागि न आफू बिक्छु न आफ्ना साथीहरूलाई देख्न दिन्छु। 72 घण्टाको नजिरलाई घटाउने बारे सोचिरहेका छौँ। 72 घण्टा धेरै भयो, अब त हामीले 12 घण्टा 24 घण्टा या उस्तै पर 1 घण्टामा गलत मान्छेलाई कारवाही गर्नुपर्छ भनेर भनिरहेका छन् साथीहरू। मलाई यो कुरा सुनेर रमाइलो लागेको छ र म यो कुरा पनि बताउन चाहन्छु। यस पार्टीमा संलग्न भएका साथीहरू हामीले जन्माएर हुर्काएर पढाएर बढाएर ल्याएका साथीहरू होइनन्। जन्मिएर हुर्किएर पढेर बढेका साथीहरू विभिन्न दलहरू हुँदै हामी कहाँ आएका हुन्। अन्य दलका राम्रा योग्य साथीहरू हामीसँग छन् भन्ने कुरामा मलाई विश्वास छ। तर केही खराब पात्रहरू पनि छन्, केही खराब प्रवृत्तिहरू पनि पार्टीमा प्रवेश गरेको छ। राम्रा साथीहरूले मन नदुखाउनु होला। ती राम्रा साथीहरूप्रति म लक्षित छैन। ती राम्रा साथीहरूप्रति सम्मान राख्दा राख्दै केही खराब मानिसहरू जो यो पार्टीभित्र पनि खराब प्रवृत्तिका लागि लबिङ गरिरहेका छन्, घेराबन्दी गर्न खोजिरहेका छन्, तिनका लागि म भन्न चाहन्छु राष्ट्रिय स्वतन्त्र पार्टी लाइन लगाएर टीका लगाउँदै आज यति सय यति हजार मान्छेले पार्टी प्रवेश गरे भनेर फुर्ती लाउने मात्र पार्टी होइन। राष्ट्रिय स्वतन्त्र पार्टी आज यति सय यति हजार मान्छेलाई सामूहिक कारवाही गरियो भनेर भन्ने आँट र साहस राख्ने पार्टी पनि हो। हेकारोस् पार्टीभित्र कतिजना छन् म टाउको गन्ने मान्छे होइन।
पार्टीभित्र आएका साथीहरूको इमान छ कि छैन तिनको छाती नाप्ने मान्छे हौँ। त्यो इमान भएको छाती भएका साथीहरूले पार्टीमा डर मान्नु पर्दैन। तर मनमा अर्कै इरादा बोकेर यो पार्टीभित्र छिरेपछि त यसको प्राइमेरीलाई कब्जा गरेर यसका सदस्यहरूलाई पैसा दिएर मिलाएर चुनावमा यसो टाकटुक पारेर उम्मेदवार पनि दिन सकिन्छ। घन्टी भने चाहिँ भोट हालिहाल्छन्, जितिहालिन्छ। त्यसपछि त ठेक्का पनि आफै पाउला, आफ्नै परिवारका नाममा एक्सकाभेटर किनौला, अलकत्रामा पनि खाउला, रोडामा पनि खाउला, ढुङ्गामा पनि खाउला, गिटीमा पनि खाउला, विभिन्न कन्ट्र्याक्ट गरेर खाउला भनेर अहिलेदेखि रियाल चुहाउनु पर्दैन। तपाईँलाई रोक्ने बाटो पनि पार्टीले खोजेको छ। गलत साथीहरूको लागि मैले यति भन्नै पर्ने हुन्छ तलदेखि माथिसम्मका लागि। त्यसैले पार्टी प्रदेशको हतार हामी गरिरहेका छैनौँ।